डोटीको आदर्श गाउँपालिकाका दुर्गम बस्तीमा रहेका स्वास्थ्य चौकीमा प्रयोगशाला स्थापना भएपछि स्थानीय लाभान्वित भएका छन्। वडा नम्बर 6 को गिरी चौका स्वास्थ्य चौकी र सायल स्वास्थ्य चौकीमा 17 लाख रुपैयाँ बराबरको प्रयोगशाला स्थापना भएपछि स्थानीय लाभान्वित भएका हुन्। सदरमुकाम पुग्नुपर्ने बाध्यता स्वास्थ्य चौकीको प्रयोगशालाले हटाएको हो। र तैपनि यहाँको स्वास्थ्य समस्याहरूका कारण तपाईको सामान्य ब्लड ग्रुप चेक गर्नका लागि यहाँबाट तपाईको 500-800 रुपैयाँ तिरेर चाहिँ पालिका दिपाल जानुपर्ने अवस्थाको अन्त्य भएको छ। स्वास्थ्य प्रयोगशाला ल्याब स्थापना गर्नको लागि चाहिने आवश्यक ल्याबसँग सम्बन्धित इक्विपमेन्ट तथा 3 थान स्ट्रेचर आदर्श गाउँपालिकाको गिरिचौका स्वास्थ्य चौकीलाई र 25 थान स्ट्रेचर चाहिँ साइल गाउँपालिकालाई गरेर हामीले जम्मा 17 लाख बराबरको प्रयोग स्वास्थ्य उपकरण सम्बन्धी सामग्रीहरू दुईटै पालिकालाई चाहिँ हस्तान्तरण गरेका छौँ। सामान्य उपचारका लागि हजारौं खर्च गरेर जानुपर्ने बाध्यता हटेपछि स्थानीय हर्षित भएका हुन्। स्वास्थ्य चौकीमा प्रयोगशाला स्थापनामा सहयोग गर्नेलाई जनप्रतिनिधिले पनि धन्यवाद दिएका छन्। पनि लगिदिनु पर्ने हो भन्दाखेरि उहाँले सहर्ष स्वीकार गर्नुभयो। त्यसको लागि गाउँपालिका परिवार र आदर्शका वडा नम्बर 6 का गिचौका वासीहरूको तर्फबाट पनि उहाँलाई विशेष धन्यवाद दिन चाहन्छु। हाम्रो दुःख र सुखको साथी भएको छ साहित्य नेपाल। थुप्रै संघ संस्थाहरू छन्। गत साल मात्रै उहाँले चाहिँ यो आइरन बनाउने जुन चाहिँ श्रमिकहरू छन्, जुन चाहिँ दाजुभाइहरू छन्, उहाँहरूलाई पनि त्यो शैक्षिक आइरन को काम गर्न चाहने मान्छेहरूलाई सिप तथा सामग्रीहरू हस्तान्तरण गर्नुभएको छ र उहाँले अझ थुप्रै कामहरू गर्न बाँकी छ। उहाँले त्यो गर्ने चाहना छ। त्यसैले उहाँ जस्तो मान्छे साइललाई आवश्यकता र सबैले चाहिँ साइल आउने वातावरण चाहिँ हामी सबैले बनाउनु पर्यो। मानवीय सेवामा अनेकौं प्रयास नामक गैर सरकारी संस्थाको परियोजना अन्तर्गत डोटीका आदर्श र साइल गाउँपालिकामा प्रयोगशाला बनाइएको हो।